हाई गाइज वेलकम ब्याक टु माई च्यानल म नयनतारा राई र यहाँ मेरो साथी रिया कुसुम र आज चाहिँ हामी लन्चमा आलु बनाएर खाने सब्जी मिठो छैन भनेर आलु बनाउँदैछौँ र यहाँ चाहिँ म र रिया हामी प्याज आलुहरू सबै काट्दै बसिरहेको थियौँ अनि यहाँ चाहिँ कुसुमले म चाहिँ आलु खाँदिनँ म चाहिँ अन्डा खान्छु भनेर उसले चाहिँ अन्डा फ्राई गरेर माम खान आँटेको थियो र हामी चाहिँ म र रिया चाहिँ खाना लिनु गयौँ र खाना लिनु जाँदा चाहिँ खानै खत्तम भइरहेको थियो अनि खाना खत्तम भएर चाहिँ हामी वार्डनलाई भन्नु गयौँ किनकि खाना त खानु पर्यो हैन अनि हामी बाहिर गयौँ अरू पनि यहाँनिर वेट गरिरहेको रहेछ खानाको लागि अलरेडी अन्त उनीहरू चाहिँ हाम्रै होस्टेलको साथीहरू हामी चाहिँ एकदम भातको इन्तजारमा छु कुछ दे दो भन्दा त्यसो होला चाहन्छु चाहिँ यहाँ अनि हामी चाहिँ भित्र आएर आलु पकाएर आलु उसिनेर त्यसको पानीहरू फ्याँकेर रियाले चाहिँ उसको मिनी फ्यानले आलुलाई सुकाउँदै बसिरहेको छ अनि हामी चाहिँ यहाँनिर आलु केलाउँदै तातो तातो थियो नि त अनि आलु केलाउँदै बस्थेँ र अब चाहिँ हाम्रो पकाउने पाली पनि आयो र आज चाहिँ म पकाउँछु है मेरो स्टाइलले खाम भनेर चाहिँ स्टाइल त होइन अब केटलमा कस्तो नै पकाउन सक्छौँ र पनि है आज मेरो हातको खाऊ भनेर म चाहिँ बनाएँ र हाम्रो आलु पनि रेडी भइसकेको छ अनि हामीले खाना नि खाइसकेँ यसै गरी हामी चाहिँ अब सन्डे हो है लुगा धुनु जाउँ न त भनेर चाहिँ माथि साथीहरूसँग लुगा धुनु जाँदै थियौँ र मेरो चाहिँ रुम माथि भएको कारण म चाहिँ माथि आएर म चाहिँ बेडसिट पनि चेन्ज गर्छु अनि बेडसिट पनि धुन्छु भनेर सोचेको थिएँ अनि त्यसै गरी म बेडसिटहरू मिलाउँदै चेन्ज गर्दै थिएँ त साथैमा अन्यान्या पनि उता आफ्नो बेड मिलाउँदै थियो त्यहाँनिर चाहिँ आफ्नो सामानहरू ठक राखेँ फाइनल लुक मेरो बेड चाहिँ यस्तो भयो र मेरो धुने लुगा यहाँ चाहिँ अनन्या र हामी चाहिँ माथि छप्पर गयौँ यहाँ चाहिँ अलरेडी नेनाले चाहिँ लुगा धुँदै थियो र हामी चाहिँ यहाँनिर भर्खर आइपुगेको थियौँ तर आज चाहिँ मौसम चाहिँ एकदम पानी पर्ला भइरहेको थियो नि त अनि र पनि हामीलाई चाहिँ आजै लुगा धुनुपर्ने भनेर चाहिँ यहाँनिर हामी हाँस्दै बसिरहेको थियौँ भित्रै लुगा धुँदै छैन घाम लाग्दा चाहिँ दिमाग आउँदैन हो पानी पर्दा मात्रै बुझी आउँछ र हामी चाहिँ लुगाहरू धोएर अनि छप्परमा सुकाएको थियौँ अनि उठाउनु र हेर्नु आएको थियौँ नि त अनि यहाँनिर चाहिँ अनानिया चाहिँ अर्काको लुगामा आफ्नो फोन पुस्दै थियो र आजको भ्लग यहीँसम्म बाई बाई